साथी नमस्ते सबैजनालाई। के छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला के र। आज चाहिँ म यसो बाहिरतिर निस्केको कति भित्र बसौँ भनेर। अनि चाहिँ लन्थ्याङ एक्लै आएको, साथीहरू कोही हुनुहुन्न। अनि चाहिँ आज म एक्लै समुद्रतिर यसो चिसो हावा खान जानु पर्यो भनेर आएको। यस्तो दामी छ ठाउँ, दामी लागिरहेछ। एक्लै आए पनि खुसी छु जे होस्, यस्तो छ है, भन्न सक्नुहुन्छ। अनि चाहिँ के छ सबैजनाको नयाँ नौलो हालखबर, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यता ठिकै छु होइन, मलाई पनि सन्चै छ। अनि चाहिँ धेरै समयपछि मैले भिडियो बनाइरहेको छु। पहिले त गाउँतिर, अब गाउँमा नेपालमै थिएँ नि त, अनि नेपालमै भएको कारणले गाउँको भिडियोहरू बनाउँथेँ होइन। सबैजनाहरूले गाउँको भिडियोहरू रुचाउनुहुन्थ्यो, हेर्नुहुन्थ्यो। आज चाहिँ विदेशतिर छु अहिले चाहिँ। विदेश आएको नि अहिले 1 महिना भयो। अनि चाहिँ एक्लै साथी त हुनुहुन्छ, हुनलाई अलि सन्चो छैन भनेर सुत्नु भयो। म चाहिँ एक्लै कति रुममा सुत्ने। हिजो पनि बिदा थियो, शनिबार आइतबार बिदा हुन्छ नि त। अनि चाहिँ हिजो पनि बिदा थियो, आज पनि बिदा थियो। अनि चाहिँ कति रुममा सुत्नु हो, यसो फ्रेस हौँ भनेर एक्लै आएको। हेर्न सक्नुहुन्छ एक्लै छु। अब तपाईँहरूलाई त्यो माथिको डाँडामा जाँदैछु। त्यो डाँडामा गएर चट्ट समुद्र देखाउने छु। अनि चाहिँ उता परतिर पनि जानेछु, यतातिर। अनि चाहिँ चट्ट हेरेर हेर्नुहोस् है सबैजनाले। यहाँबाट उता जाने पनि ठाउँ छ। अहिले म उता माथिदेखि रहेनछ भने यही बाटो आएर जानेछु। म चाहिँ डाँडामा आइपुगेको छु, देख्न सक्नुहुन्छ। अब यसको उतापट्टि आएर चाहिँ समुद्र छ है साथीहरू। म जाँदैछु बिस्तारै, देख्न सक्नुहुन्छ समुद्र। अब आयो है, आयो, आयो नि त है। जापानिजहरू छ त समुद्रमा खेलिरहेछ है, देख्न सक्नुहुन्छ समुद्र। अनि चाहिँ म अब उता पारीतिर जानेछु आज। अनि चाहिँ यहाँ त अस्ति पनि आएको, म साथीसँग आएको थिएँ अस्ति चाहिँ। आज चाहिँ एक्लै आइरहेको छु, देख्न सक्नुहुन्छ साथीहरू। अब म सिधै पारीतिर गइसकेपछि बल्ल भिडियो बनाउने छु ल। अब माथि जाम कि तल जाम भइरहेछ। सायद म तलै जान्छु होला होइन। अनि चाहिँ तलै जान्छु। अनि चाहिँ हेर्नु है, यता चाहिँ यस्तो छ, सस्तो दामी छ है साथीहरू, हेर्न सक्नुहुन्छ। अब चाहिँ म यहाँ त तल जान्छु। तल गएर यसै उता जान्छु है साथीहरू। म तल झरिसकेको छु। अनि यहाँबाट